अजय कुमार चौरसिया माननीय मन्त्री वीरगञ्ज 4 दिन बस्ने यो कार्यक्रम बहाना हो, यो देखाउनलाई कार्यक्रम हो। भित्रै चाहिँ मन्त्री चौरसिया अफ्ताब आलमलाई छुटाउन अनि त्यहाँका उच्च अदालतका न्यायाधीशहरू जो खुशी प्रसाद थारू र अर्जुन महर्जनलाई दबाब दिनको लागि जानुभयो, त्यसमा तपाईँ सफल हुनुभयो। शेरबहादुर देउवाले अफ्ताब आलम छुट्छन्, अफ्ताब आलम छुट्नुपर्छ, अफ्ताब आलमको सन्दर्भमा अलिकति नम्र भएका बोली व्यवहार योभन्दा विगतका विभिन्न सार्वजनिक उहाँका बोलीहरूमा त्यो व्यक्त भइरहेको सन्दर्भमा कतै तपाईको पार्टी सभापति शेरबहादुर देउवा नेपाल सरकारको नेतृत्व उच्च राजनीतिक संयन्त्रबाटै तपाईलाई प्रयोग गरेर अफ्ताब आलम छुटाउन खोजेको हो। जब अफ्ताब आलमलाई उच्च अदालतले सफाई दियो, त्यसको भोलिपल्ट बिहान 8:30 बजेको बुद्ध इयरको फ्लाइट चढेर सरर खुसी हुँदै काठमाडौँ आयो। फैसला हुनुभन्दा पहिले म काठमाडौँ फर्केको हो। तपाईहरुको इन्फर्मेसन नै गलत छ। तपाईहरु सबै सेटिङ गरेर फर्केको त हो। सेटिङ गर्न कहीं न कहीं जानु पर्छ। त्यही त वीरगञ्ज जानुभयो। वीरगञ्जमा बसेपछि सेटिङ भइहाल्छ। हुन्छ त। अनि 57 सालसम्म इटा भट्टा चलाए। इटा भट्टा पनि चलाए। 57 सालमा सांसद भएपछि मैले बन्द गरिदिया हो। कस्तो इटा भट्टा जोडिएछ कि? अनि अहिले मेरो ती त एमाले जनताको बहुदलीय जनवादवाला होइन, ती त झोले हुन्। अहिले सुन्नु भएन तपाईले? हामी कुनै बेला केपी शर्माको झोले नै हो। तपाई पनि जलवा है हमारा। अहिले पनि कसको झोले भएन याद गर्नुस्। म छातीमा हात राखेर भन्नुस् त, तपाई एमालेमा कसैको झोले बन्नु भएन? तपाईले हाँस्छ जनाउँछ। छोड्दिउँ यो कुरा, राष्ट्रका कुरा गरौँ, देशको कुरा गरौँ, एमालेको कुरा गरौँ, केपी शर्मा ओलीकै कुरा गरौँ। तपाईहरु सत्तामा जानुभयो, 1 महिना सत्तामा बस्नुभयो, त्यहाँ के गर्नुभयो? भ्रष्टाचार गर्नुभयो भएन? यो 1500 मेगावाट बिजुलीको पिपिए गरिदिनु भयो, त्यसले के फाइदा भयो भन्नुहुन्छ? देशका के फाइदा भयो? राजनीतिक दलले फाइदा भयो होला। राजनीतिक दललाई कसरी फाइदा हुन्छ? चाहिने कुरा गर्नु न, कमसेकम आर्थिक रूपमा चलखेल भयो होला नि त त्यहाँ। झण्डा हल्लाएर गणतन्त्रको विरोध गर्न पाइँदैन। गणतन्त्रको ठाडो विरोध गर्न पाइन्छ र सदनमा उठेरै बोल्न पाइन्छ। सदनमा बोल्न पाइएला, तर क्याबिनेटमा बोल्न पाइँदैन। हाम्राले त होइन होला। के हो? जनता यो कुरा बुझ्दैछन्। 84 को चुनाव हेर्नुस्, रापरवाले बहुमत ल्याउँछ। रापरवाले बहुमत ल्याउँछ? किन तपाईलाई अचम्म लाग्छ? दिउँसै रात पार्ने कुरा गर्नु यस्तो अचम्म लाग्छ? यति बेला हामीसँग हुनुहुन्छ सुरङ्गा नगरपालिकाकी प्रमुख गीता चौधरी। स्वागत छ यहाँलाई। धन्यवाद। राष्ट्रिय गान अलिकति बताइदिनुहोस् न। सय थुङ्गा फुलका हामी एउटै माला नेपाली प्रकृतिका कोटि कोटि। यसै क्रममा हामीसँग हुनुहुन्छ सिरा नगरपालिकाका मेयर साहब। स्वागत छ यहाँलाई। धन्यवाद। कार्यक्रम जब सञ्चालन भयो त्यति बेला राष्ट्रिय गान बजाएको थियो। अलिकति राष्ट्रिय गान बताइदिनुहोस् न के थियो? सय ढुङ्गा फुलका हामी। सय ढुङ्गा होइन, सय थुङ्गा। सय थुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौममा फैलिएको। त्यसपछि हाम्रो के थियो? स्पष्टीकरण भोगेको, मन्त्रीको पद गएको लगायतका संयोग जुर्या छ। तपाईले पनि आज हिम्मतका साथ कतै अध्यक्ष केपी ओलीको विरोध गर्दा तपाईलाई त्यस्तो नहोस्। होइन, म विरोधै गर्दिन। अर्थात् त्यसलाई यसरी पनि भन्न मिल्छ, जहाँ संस्थापन उभिन्छ होइन त्यो होइन, जहाँ बलियो लाग्छ तपाईँ त्यहाँ गएर उभिनुहुन्छ। अहिले शरणार्थी प्रकरण कसैलाई जोड दिने, कृष्णबहादुर महरालाई सुन जे छ, तपाईलाई रक्षा मन्त्री बन्दा खास गरेर ओम्नीसँग जोड दिने, अलि लोभी हुनुहुन्छ तपाईँ। म त भन्छु जुनसुकै सुरवीरहरूलाई पनि चुनौती दिन चाहन्छु। त्यो किन चुनौती दिएको तपाईँलाई थाहा छ? किन भन्नु त?
किनभने त्यो यो अख्तियारले आजको दिनमा म माथि छानबिन गर्दैन भन्ने तपाईँलाई थाहा छ। प्रमाण दिउँ? अरे बाप रे, ये तो धोती खोल रहा है।